नमस्ते एभ्रिवान सम्पूर्ण साथीहरूलाई म अनुभवको तर्फबाट नमस्ते भन्न चाहन्छु। जति पनि बेङ्गलोरमा बस्नुहुने, मसँगै गीत गाउने, मसँगै रमाउने मेरा सम्पूर्ण साथीहरूलाई एकमुष्टै नमस्ते भन्न चाहन्छु। जति पनि बेङ्गलोरको जेपी नगरमा बस्नुहुने र सम्पूर्ण बेङ्गलोरमा बस्नुहुने दाजुभाइ दिदीबहिनीहरूलाई एउटै आग्रह गर्न चाहन्छु। एकजना मान्छे हराउनु भएको छ हाम्रो सुदूरपश्चिम दार्चुला होइन मल्लिकार्जुन डाँडाकोटमा बस्नुहुने एकजना भाइ हराउनु भएको छ। यदि हजुरलाई कोही कतै देख्नु भएछ भनेपछि मेरो प्रत्यक्षै मेरो इनबक्समा मेसेज गर्नु होला र मैले मेरो नम्बर पनि राखिदिएको छु। मेरो नम्बरमा कल गरेर पनि जानकारी दिन सक्नुहुन्छ। र विशेष गरी कोही कतै भेटाउनु भएछ भनेपछि मलाई सम्पर्क गरिदिन आग्रह गर्न चाहन्छु र यो भिडियो सक्दो सेयर गरिदिनु होला। र धेरै दुःखको खबर छ। आज बिहानदेखि उहाँ बेपत्ता हुनुभएको छ। कहीँ कतै नजर कसैको नजरमा परेपछि कसैले देख्नुभयो भनेपछि जति पनि मलाई अनमोल हो भनेर चिन्नुहुने मलाई माया गर्नुहुने साथीहरूले देख्नु भएछ भने चाहिँ पक्कै पनि त अनमोल सरले भिडियो हालेको मान्छे हो भनेर मलाई कमेन्ट गरिदिनु होला र अनि कमेन्टमा पनि भन्न सक्नुहुन्छ अनि मलाई भिडियो सक्दो सेयर गरिदिनु होला र मेरो इनबक्समा पनि फोन गरेर भन्न सक्नुहुन्छ। मैले फोटो राखिदिनेछु तल यता फोटोमा पनि नम्बर छ। हजुरले त्यो नम्बरमा कल गरेर पनि जानकारी गरिदिनु होला आग्रह गर्न चाहन्छु र मेरो पर्सनल नम्बर पनि राख्छु। मेरो नम्बरमा पनि कल गरेर जानकारी दिनु होला। हस् त सक्दो सेयर गरिदिनु होला है जति पनि बेङ्गलोरमा बस्नुहुने मेरो साथीहरू है। हस् त।